राजस्व योगदान मार्फत देशकै ढुकुटीलाई बलियो बनाएको चौधरी ग्रुपले आर्थिक वर्ष 2081-82 मा सरकारलाई 25 अर्ब 59 करोड रुपैयाँ राजस्व दाखिला गरेर देशकै कुल राजस्वमा करिब 2.4% योगदान दिएको छ। राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा चुनौतीपूर्ण लगानीको अवस्थामा पनि चौधरी ग्रुपले राजस्व मार्फत देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको छ। गत आर्थिक वर्ष 2080-81 मा 18 अर्ब 52 करोड राजस्व बुझाएको चौधरी ग्रुपले यस वर्ष 7 अर्ब बढी राजस्व राज्यको ढुकुटीमा दाखिला गरेको हो। आर्थिक वर्ष 2079-80 मा 16 अर्ब 14 करोड राजस्वमा टेवा पुर्याएको चौधरी ग्रुपले आर्थिक वर्ष 78-79 मा 17 अर्ब 72 करोड योगदान दिएको छ। त्यस्तै आर्थिक वर्ष 2077-78 मा 14 अर्ब 28 करोड राजस्वमा योगदान पुर्याएको छ। यससँगै गत 5 वर्षमा चौधरी ग्रुपले सरकारको ढुकुटीमा 92 अर्ब 26 करोड रुपैयाँ राजस्व दाखिला गरेको छ। कमजोर आर्थिक गतिविधि, आयात निर्भर बजार, नीतिगत अस्थिरता, बजारको मनोवैज्ञानिक डर तथा निजी लगानीमा आएका बाधाका बावजुद पनि चौधरी ग्रुपले राजस्वमा निरन्तर योगदान दिँदै आएको छ। जेन्जी आन्दोलनका क्रममा ठूलो क्षति बेहोरेको चौधरी ग्रुपले राष्ट्रको विकास योजना, सामाजिक सुरक्षा पूर्वाधार निर्माण तथा सार्वजनिक सेवाका क्षेत्रमा राज्यलाई थप आधार प्रदान गर्ने विश्वास लिएको जनाएको छ। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्माण चौधरीका अनुसार चौधरी ग्रुपले स्थापित तथा नयाँ दुवै व्यवसाय विस्तार मार्फत राजस्व योगदान बढाउँदै लगिरहेको छ। ग्रुप अफ कम्पनीको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि अर्थमन्त्री रामेश्वर खनालले चौधरी ग्रुपको राजस्व योगदानलाई विशेष रूपमा उल्लेख गरिएकोमा प्रबन्ध निर्देशक चौधरीले आभार व्यक्त गरेका छन्। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्माण चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्, गत वर्ष सिजीले 25.59 अर्ब कर तिर्दै राष्ट्रको कुल राजस्वमा उल्लेखनीय योगदान गरेको छ। चुनौती बीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको छ। चौधरी ग्रुपले आर्थिक वर्ष 2081-82 मा प्रत्येक महिना 2 अर्ब 13 करोड, प्रत्येक हप्ता 49 करोड 21 लाख, प्रत्येक दिन 7 करोड, प्रत्येक घण्टा 29 लाख 22 हजार, प्रत्येक मिनेट 48,706 रुपैयाँ र प्रत्येक सेकेन्ड 812 रुपैयाँ राजस्व बुझाएको तथ्याङ्कले देखाएको छ। नेपालमा व्यावसायिक समूहले सरकारलाई तिरेको राजस्व अलग्गै वर्गीकृत गरी सार्वजनिक गर्ने परम्परा अझै स्थापित नभएकाले कतिपय समयमा करदाताको वास्तविक योगदानबारे जनमासमा भ्रम उत्पन्न हुने गरेको छ। यस्तो अवस्थालाई अन्त्य गर्दै चौधरी ग्रुपले हरेक वर्ष आफ्नो एकमुष्ट कर विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ। यसले राष्ट्र निर्माणमा व्यावसायिक क्षेत्रको भूमिकालाई स्पष्ट पार्नुका साथै सरकारलाई पनि समूहगत कर योगदानमा छुट्टै गणना गरी पारदर्शी रूपमा खुलाउने संयन्त्र विकास गर्न प्रेरित गर्ने चौधरी ग्रुपले विश्वास लिएको जनाए।